उहिले नुन बोक्थ्यो नि नुन बोक्नु बाबा नि गाडी पऱ्यो नुन बोक्ने बाबु छ र छुट्टीको बाबु छ र नुन बोक्ने गएको छ डाँडा पऱ्यो छुट्टिएका बाबु छोरा बाबु छोरा अनि अब खोइ कसो के हो पनि बाबुको चामल चाहिँ डाँडा परि पुगेर नुन बोकेर आउने घर पुग्ने बेला चामल सकिएछ अरे बेलुका घर पुगिन्छ चामल सकिएछ अरे अब छोरा 1 महिना चामल हालेर मलाई पनि भात पकाएँ भान्सा त एउटै छ पकाएँ मलाई पनि भनेछ अरे अनि 1 महिना चामल उसो बढ्दै थियो हालेर पकाएर बाबु छोरा खाएँ बेलुका घर पुगेँ अब घर पुगेपछि त्यो 1 महिना चामल बाबुले तिर्न पनि गएन छोराले माग्नु पनि भएन हुँदै 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 पछि त्यही घरमा बाबु मऱ्यो भने सगति गरेको 10 किर गरे सके वर्ष ढोका विषय गरी सके अनि त्यहाँ त्यही घरमा एउटा गाईबाट गोरु जन्मिएछ अरे गोरु जन्मिएछ अरे बर जन्मिएछ अरे अनि त्यसले पाली दाली हुर्काएर ठुलो पारेर 18 बारी हलो तानेछ अरे त्यसले त्यो गोरुले जोतो अनि 18 बारी हलो तानेपछि त्यो गोरु मरेपछि खिसार उपर लडाइदिए गिद्धले खायो त्यो खाइसक्यो अनि त्यहाँबाट त्यो सिनु गर्न छोडेपछि त्यो टाउको लगाएर खेतका माझ खलेर मलाई टोके गाडे राखिरहेको थियो अनि पछि 6-7 वटा कुन्यु खेप्दा लाउने चलन थियो उहिले धानको कुद्दा पनि जानेको होला अनि खलो जातो भन्थे होइन सबै त बोकेर खला धान झारेमा त्यसलाई कँदेरले फल लानु पर्थ्यो अनि खोला जनाएछ अरे अनि त्यहाँबाट 4 जना मान्छे राति धान चोर्न गएको छन् अरे अनि धान चोरेर माडेर 4 बारी धान पारेपछि फेरि हाँस्न थाल्यो अरे अनि जसका सुनाकोटी एउटा चोर्न गएका छन् हाँस्छ चोर्न गएका छन् अनि हाँस्छ मान्छे यता हेर्दै केही छैन फेरि खिति हाँस्छ अरे अनि त्यहाँ फेरि पल्ला हेर्दै केही छैन मेरा छोराको मैले 1 महिना चामल खाएर नतिरिकन मरेर 18 बारी हलो ताने आज मैले पनि सुक्न पाएको छैन भने यो खलो रुँदैछु तिमीले यो कहिले दिन सक्छौ भने आकाशवाणी भएछ अरे अनि चट्टै त्यो धान ती छोडेर अनि घरमा गयो अरे गएर डराउँदै जानु पर्यो नि त चोर्न गएको छ हानिहाल्यो कि अनि गएर कुन ठाउँ हो यो साधुटारको त होइन नि कथा उतै हो त्यो ठाउँको अनि भएमा गएर भनेपछि यस्तो भयो हो चट्टै सम्झिएर बाबुले छोरा लिएर अनि त्यहाँबाट फेरि त्यो टाउको लगाएर गङ्गाजीको सेला गरेर सद्गति गरेर अनि फेरि साग छोडेर त्यो धान चाहिँ जति लग्यो बिग्रे माथि लैजाऊ त मेरो सकिँदैन भनेर मलाई पठाइदिन्छ अरे काम सक्नु